प्रधानमन्त्री एवं राष्ट्रपतिका संसदीय दलका नेता बालेन्द्र शाह संविधान निर्माणपछि पहिलो पटक करिब 2/3 मत लिएर सरकारमा पुगेका प्रधानमन्त्री बालेन्द्र नेतृत्वको सरकार भाषणमा भन्दा पनि काम गर्ने पक्षमा, व्यवहारमा लागू गर्ने पक्ष विश्वास गर्दछन्। उनी यति रफ्तारमा छन् कि 100 दिने कार्ययोजना बनाई 35 वर्षीय प्रधानमन्त्री शाहले नीतिगत सुधारका साथ कामलाई अगाडि बढाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको चुनौतीहरू यस्ता छन्: आफ्नो पार्टी र प्रतिपक्षलाई विश्वासको वातावरण सिर्जना गरी काम कारबाही गर्ने। 2. वर्तमान समयमा सिर्जना भएको विभिन्न क्षेत्रहरूमा रहेको सङ्क्रमणकालीन अवस्थालाई समयानुकाल सुधार गर्दै समस्याको समाधान हल गर्ने। 3. अन्तर्राष्ट्रिय सम्बन्धहरूमा भएको कमजोरीहरूलाई सच्याउँदै सम्बन्ध सुदृढ र अन्तर्राष्ट्रिय स्तरमा सरकारले विश्वास जित्ने, विश्वासको सिर्जना वातावरण गर्ने लगायतका उनका चुनौतीहरूको विषय रहेका छन् भने को शासन स्थापित हुन्छ हामी त्यही गर्न चाहन्छौँ। उदयपुरको त्यो कोस्टल एरिया हेर्दाखेरि इन्डोनेसियाको बाली मालदिभ जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। 46 साल पछिका सबै काण्डको छानबिन हुन्छ, प्रतिशोध हुँदैन, हिसाब हुन्छ। यो भेगलाई त्यो पिउने पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। आरोप मलाई लगाऊ, तर रासोपाको सरकारले 100 दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्छ, तयार भएर बस्नु होला। आज गरेको हाम्रो इन्भेस्टमेन्ट 10 वर्ष पछाडि देखिन्छ। डोजर त सबभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झोपडीमा होइन। जसरी यो सिलाम साकमा लासुजु, यो सिलाम साकमाले मृत्युलाई छेक्छ, मान्छेलाई कालबाट विधिको शासन स्थापित हुन्छ, हामी त्यही गर्न चाहन्छौँ। उदयपुरको त्यो कोस्टल एरिया हेर्दाखेरि इन्डोनेसियाको बाली मालदिभ जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। 46 साल पछिका सबै काण्ड